हेलो साथीहरु, आज हामीले चाहिँ स्टार फ्रुट यहाँ लगाउन गइरहेका छौं। अब अहिलेसम्म चाहिँ हामीले स्टार फ्रुट लगाएका छैनौं हैन, त्यही भएर हामीले फर्स्ट टाइम चाहिँ स्टार फ्रुट चाहिँ लगाउन गइरहेका हौं। कस्तो हुन्छ के हुन्छ भन्ने कुरा चाहिँ म हजुरहरुलाई भन्छु है त। युजुअली चाहिँ हामीले स्टार फ्रुट चाहिँ म चाहिँ चितवन जाँदाखेरि खाथे। अब यता पोखरातिर चाहिँ हुन्छ कि हुँदैन भन्ने हामीलाई त्यति धेरै थाहा छैन, तर अब बिरुवा भएको कारणले हामीले स्टार फ्रुट लगाउन गइरहेका छौं। हामीले खाल्टो खनेका छौं साथीहरु। मम्मीको अनुसार चाहिँ एक हात गहिरो, एक हात लम्बाई, एक हात चौडाई, एक हात उचाइ भएको खाल्टो चाहिन्छ भनेर मम्मीले भन्नुभएको छ। र हामीले चाहिँ अहिले यसरी यो गर्दै छौं है साथीहरु। हजुरहरु मध्ये चाहिँ कतिजनाले यो स्टार फ्रुट चाहिँ खानु भएको छ भनेर चाहिँ कमेन्ट गर्नु होला है। अब चाहिँ यो खाल्टो खनिसकेपछि चाहिँ हामीले चाहिँ यसमा चाहिँ मलहरु हाल्नु पर्छ के। अनि त्यसपछि गाई भैँसीहरुको गोबर छ भने गोबर पनि हाल्दा हुन्छ, सुलीहरु पनि हाल्दा हुन्छ। अनि त्यसपछि पात पतिंगरहरु छ भने त्यो पनि हाल्दा हुन्छ है। हामीले चाहिँ यसरी खनेका छौं है साथीहरु। हामीसँग चाहिँ 5 वटा यसको बिरुवा थियो। अनि त्यही बिरुवालाई चाहिँ हामीले दुईटा चाहिँ खाल्टो खनेर अनि त्यसपछि हामीले दुईटा चाहिँ गमलामा लगाउने सोच्यौं है। स्टार फ्रुटको बिरुवा चाहिँ यस्तो छ है साथीहरु। त्यहाँ एउटा मात्र रोप्ने हो यहाँ अहिले। 5 वटा बिरुवा छ साथीहरु। यो मध्ये चाहिँ हामीले यो खाल्टोमा चाहिँ एउटा मात्र रोप्न लागिरहेका छौं। अहिले चाहिँ हामीले यहाँ मल र अलिअलि बालुवा हामीले यहाँ हालेका छौं है त। अब यहाँ हामीले सुली पनि हाल्न गइरहेका छौं। अब यसरी हामीले चाहिँ यसमा माटोमा यो मिसाउन गइरहेका छौं, मल र बालुवाहरु स्टार फ्रुटको लागि। अब स्टार फ्रुट चाहिँ हजुरहरुलाई थाहा छैन भने अलिकति त्यसलाई काट्दाखेरि चाहिँ ट्याक्कै स्टार जस्तो सेप हुने रहेछ। अनि अमिलो टेस्ट गर्ने रहेछ के। अनि यसमा चाहिँ अलिअलि मसलाहरु हालेर खायो भने एकदमै टेस्टी हुँदो रहेछ। यो चाहिँ स्टार फ्रुटको रुख हो साथीहरु हैन। यसरी हरियो हुँदो रहेछ पहिला सुरुमा, अनि त्यसपछि पाकिसकेपछि चाहिँ यस्तो येल्लो के रे ऑरेन्ज कलरको हुँदो रहेछ। अनि त्यसपछि यसलाई नै काटेर गर्दाखेरि चाहिँ ठ्याक्कै स्टारको सेप आउँदो रहेछ के। त्यसकारण स्टार फ्रुट बन्दो रहेछ के। अब चाहिँ हामीले यसमा मल पनि हामीले मिसाइसकेका छौं। अब मल पनि मिसाइसकेपछि हामीले यसमा स्टार फ्रुट रोप्न गइरहेका छौं। हामीले स्टार फ्रुट पनि रोपिसकेका छौं साथीहरु। गफको तालमा साथीहरु मैले यो स्टार फ्रुट ठ्याक्कै रोपेको वाला पार्ट नै खिच्न बिर्सेछु के। अनि साथीहरु हामीले यसरी एउटा स्टार फ्रुट यहाँ रोपेका छौं भने त्यसैगरी हामीले अर्को दुईटा स्टार फ्रुट चाहिँ यहाँ रोपेका छौं। यो एउटा, यो अर्को। हाम्रो 3टा स्टार फ्रुट चाहिँ हामीले यसरी भैमा नै रोपेका छौं है त। अब यो स्टार फ्रुटलाई हेर्दाखेरि चाहिँ राम्रै हुन्छ कि जस्तो देखाएको छ है। अनि यो दुईटा स्टार फ्रुट चाहिँ राम्रै भएर उम्रियो भने हामीले एउटालाई चाहिँ अर्को ठाउँमा पनि ट्रान्सफर गर्न सक्छौं है। अहिले चाहिँ यो दुईटा मध्ये कुन चाहिँ उम्रिन्छ भन्ने थाहा भएन, त्यसकारण हामीले चाहिँ दुईटालाई नजिक नै रोपेको है त। अनि साथीहरु अघि चाहिँ हाम्रो दुईटा बाँकी थियो नि बिरुवा, त्यो बिरुवा चाहिँ हामीले ल्याएर यसरी गमलामा लगाएका छौं है त। हामीले चाहिँ फोटो भिडियोहरु हेरेको थियौं कि यसको स्टार फ्रुटको। अनि त्यसमा चाहिँ गमलामा पनि मज्जाले लगाएको देखियो के, मज्जाले लगाएको अनि मज्जाले फलेको पनि थियो के। अनि त्यही भएर हामीले चाहिँ गमलामा पनि लगायौं। अब गमलामा लगाउँदाखेरि कस्तो हुन्छ, कति फल्छ हैन, कति टाइममा फल्छ भन्ने कुरा पनि म देखाउने छु। अनि त्यसपछि यो माटोमा राम्ररी फल्दो रहेछ कि गमलामा राम्ररी फल्दो रहेछ त्यो पनि म भन्ने छु है त साथीहरु। साथीहरु आज चाहिँ हामीले यो स्टार फ्रुट रोपेको 2 दिन भइसक्यो। अनि मैले चाहिँ यसरी पानी दिइराखेको छु। अहिले सानो हुँदाखेरि चाहिँ पानी दिनुपर्छ जस्तो लागेछ। पछि अलि ठुलो भइसकेपछि यसको रुट पलाइसकेपछि चाहिँ यसले आफैले पानी सोच्न थाल्छ। अनि पानी दिनु पर्दैन होला। अब यो कस्तो हुन्छ है, हाम्रोमा राम्रो हुन्छ कि हुँदैन, फल खेल्छ कि खेल्दैन, कति टाइम लाग्छ भनेर हाम्रो स्टार फ्रुटको हाम्रो एक्सपिरियन्स चाहिँ म हजुरहरुसँग शेयर गर्नेछु। हाम्रो च्यानलमा चाहिँ बसिराख्नु होला है त। मिल्छ भने सब्स्क्राइब, लाइक र शेयर पनि गर्नु होला। थ्यांक यू।